न्याय खोज्दै स्वदेश फर्किए धुर्मुस। अमेरिकाबाट सुन्तलेको मर्मस्पर्शी अपिल। के धुर्मुसले न्याय पाउलान्? रङ्गशालाको ऋण र आलोचनाले लखेटिएको एक जोडीको कथा। भागेको होइन, पलपल मर्न नसकेर सास फेर्न गाह्रो भएर निस्सासिएर बाँच्न सकिन। मरेर न्याय पाइँदैन, जसरी हुन्छ जिउनु पर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको। जति पटक यो फोटो हेर्छु आज पनि डाको छाडेर रुन्छु। दर्शकबिन, यी शब्दहरू कुनै चलचित्रका संवाद होइनन्। यी शब्दहरू त यो देशलाई आफ्नो बैंस, आफ्नो ऊर्जा र आफ्नो सुख चयन सुम्पिएर बदलेका केवल आँसु, अपमान र ऋणको भारी बोकेका एक सच्चा देशप्रेमी कलाकार र अभियन्ताको परिवारको भित्री छटपटी हो। हामी कुरा गर्दैछौँ रङ्गशाला निर्माणको महाअभियानमा होमिएका सीताराम कट्टेल धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरे सुन्तलीको। केही समय अघि मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको यो एउटा मर्मस्पर्शी पोस्टले यति बेला सिङ्गो देश र संसारभरि रहेका नेपालीहरूको मुटु हल्लाएको छ। अमेरिकाको व्यस्तता र बाध्यात्मक बसाइका बीचमा पोखिएको यो आक्रोश र रोदनले हाम्रो समाज, हाम्रो राज्य व्यवस्था र हाम्रो सोचमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। आजको यो विशेष भिडियोमा हामी यही विषयको गहिराईमा जानेछौँ। धुर्मुस किन देश छाड्न बाध्य भए? उनले अमेरिकामा बसेर के भोगे र अहिले उनी न्याय खोज्न कसरी नेपाल फर्किएका छन्? एउटा समय थियो जब नेपालमा सङ्कट पर्थ्यो, तब सरकारभन्दा पहिले धुर्मुस सुन्तली जनताको ढोकामा आइपुग्थे। भूकम्पले भत्काएका मनहरू र बस्तीहरूलाई उनीहरूले आफ्नै हातले इँटा थपेर बिउत्याए। मुसहर बस्तीका नाङ्गा खुट्टाहरूलाई जुत्ता लगाइदिए, ओत नभएकाहरूलाई मलम जस्तै घर उपहार दिए। देशले उनीहरूलाई राष्ट्रिय नायक भन्यो, उनीहरूको प्रशंसामा ठुल्ठुला शब्दहरू खर्चिए। तर जब उनीहरूले देशकै प्रतिष्ठा जोडिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको ड्रिम प्रोजेक्ट सुरु गरे, तबदेखि उनीहरूको जीवनमा एउटा यस्तो आँधी आयो जसले उनीहरूको खुसी मात्रै खोसेन, उनीहरूलाई आफ्नै मातृभूमिमा अपराधी जस्तो बनाएर उभ्याइदियो। करोडौंको ऋण, चौतर्फी राजनैतिक दबाव, रङ्गशाला निर्माणका क्रममा आइपरेका कानुनी र व्यावहारिक अडचनहरू र सबैभन्दा बढी त आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट सामाजिक सञ्जालमा आएका तीखा र विषालु प्रश्नहरू। कतिले भने धुर्मुसले पैसा खायो, कतिले भने रङ्गशालाको नाममा राजनीति गर्यो। सोच्नुहोस् त, जसले आफ्नो ऊर्जाशील जीवनका महत्त्वपूर्ण वर्षहरू एउटा रुपैयाँ पनि आफ्नो खल्तीमा नहाली देशका लागि खर्चियो, उसैलाई चोर र भ्रष्टाचारीको ट्याग लगाइरहँदा त्यो मन कति रोयो होला? पोस्टमा लेखिए झैँ उनीहरू रहरले अमेरिका भागेका होइनन्। यहाँ त पल पल मर्नु परिरहेको थियो। हरेक दिन मानसिक तनाव, हरेक सास फेर्दा निस्सासिएको अनुभव। जब बाँच्नै गाह्रो भयो तब मानसिक सन्तुलन नै गुम्ने अवस्था आयो। तब एउटा मान्छेले आत्मसमर्पण गर्नु पर्दो रहेछ। मरेर न्याय पाइँदैन, जसरी हुन्छ जिउनु पर्छ भन्दै उनीहरूले देश छाडे। तर विदेशको त्यो झलझलाकार संसारमा पनि उनीहरूको मन कहिले रमाउन सकेन। त्यो त एउटा बाध्यात्मक निर्वासन मात्रै थियो। यो फोटो अमेरिका उठ्नुभन्दा केही महिना अगाडिको हो। यो फोटो हेर्दा आज पनि उनको परिवार डाको छाडेर रुन्छ, किनकि यो तस्बिरले त्यो कालखण्डको याद दिलाउँछ जहाँ एउटा इमान्दार मान्छेले आफ्नो देशमा टिक्न नसकेर हार मान्दै विदेशिनुपर्छ। हाम्रो समाजको एउटा तीतो सत्य के हो भने यहाँ काम गर्ने मान्छेहरूलाई सधैँ खुट्टा तानेर पछारिन्छ। काम नगर्ने, भाषण मात्रै गर्नेहरू महलमा बस्छन्, तर जसले पसिना बगाएर देश बनाउन खोज्छ उसलाई सडकमा ल्याइन्छ। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्गशाला बनाउँदा जे जति आर्थिक सङ्कट बेहोर्नु पर्यो त्यसमा राज्यको उदासीनता र सहयोगी हातहरूको कमी नै मुख्य कारण थियो। तर दोष जति सबै धुर्मुसको थाप्लोमा थुपरियो। तर सत्यलाई जति नै दबाउन खोजे पनि त्यो कहिल्यै मर्दैन। सिंह घाइते भए पनि जङ्गल छाड्दैन भने चाहिँ धुर्मुस पनि हार मानेर सधैँका लागि विदेशमा पलायन हुन सकेनन्। उनको रगतमा नेपाल छ, उनको पसिनामा नेपालको माटोको सुगन्ध छ र अहिले उनी फेरि आफ्नै देश फर्किएका छन्। न्यायको खोजीमा उनी नेपाल पुगेका छन्। तर यो पटक उनी रुन वा हार मान्न फर्किएका होइनन्। पोस्टमा स्पष्ट भनिएको छ, मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्केको छ।
उनी राज्यसँग, समाजसँग र त्यो व्यवस्थासँग न्याय माग्न आएका छन् जसले उनलाई लखेटेको थियो। उनी रङ्गशालाको त्यो अधुरो सपना र आफूमाथि लागेका बिना आधारका आरोपहरूको छिनोफानो गर्न मैदानमा छन्। भनिन्छ नि, न्याय ढिलो हुन सक्छ तर अन्यायको जित कहिल्यै हुँदैन। धुर्मुसको यो पुनरागमन केवल एउटा कलाकारको पुनरागमन मात्रै होइन, यो त नेपालमा इमान्दारिताको पुनरागमन पनि हो। दर्शकबिन, धुर्मुस यति बेला काठमाडौँमा छन्। उनी आइतबार मात्रै सामान्य प्रशासन मन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका छन्। उनी न्यायको खोजीमा यति बेला सिंहदरबार पुगेका छन्। धुर्मुस सुन्तलीलाई कहिलेसम्म लखेटिरहने, कहिलेसम्म सामाजिक सञ्जालमा ट्रोल बनाइरहने? सुन्तलीले लेखेकी छन्, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस्। के अझै पनि उनलाई खेदिरहने हो त? धुर्मुसले व्यक्तिगत स्वार्थका लागि रङ्गशाला बनाउन खोजेका थिएनन्। व्यक्तिगत स्वार्थका लागि मुसहर बस्ती बसाएका थिएनन्। त्यो रङ्गशाला बनेको भए देशको नाम संसारभरि चम्किने थियो। आज उनी न्यायको भिख मागिरहेका छैनन्। उनी त आफ्नो अधिकार र सत्यको लडाईँ लड्न नेपाल आएका हुन्। अब हामीले उनलाई गाली गरेर होइन, उनको वास्तविक काम र इमान्दारितालाई हेरेर साथ दिनुपर्छ। तपाईलाई के लाग्छ? के धुर्मुसले न्याय पाउनुपर्छ? के सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको जिम्मेवारी लिएर धुर्मुसलाई न्याय दिनु पर्दैन? आफ्नो विचार कमेन्ट गर्नुहोला।